देउरालीमा बतासलु देउरालीमा बता। यो गीत त पक्कै सुन्नुभएकै होला। अनि तपाईँहरूलाई पनि कहिलेकाहीँ देउरालीमा पुग्दा यसै गरी हावा चलेर ज्यान नै हल्लाएको पनि होला। तर कहिले सोच्नु भएको छ देउरालीमा बतास किन चल्छ? नमस्कार, म सञ्जीव अधिकारी। आज म यहाँहरूलाई देउरालीमा बतास किन चल्छ भनेर भन्न आएको छु। सुन्नुहोस् है त। नेपाली बृहत शब्दकोश अनुसार देउराली शब्दले पहाडको उकालो सिद्धिने ठाउँ वा दुई पहाड बीचको भन्ज्याङ वा डाँडोको माथिल्लो खुल्ला भाग भनेर जनाउँछ। अब प्रश्न उठ्छ, त्यहाँ बतास किन बढी चल्छ? हामीलाई थाहा नै छ, हावा सधैँ उच्च दबावबाट कम दबावतर्फ बहन्छ। पहाडको एकातिर बढी दबाव र अर्कोतिर कम दबाव हुँदा देउराली त्यही बीचको क्रसिङ पोइन्ट बन्छ। दबावको अन्तर बलियो हुँदा हावा अझ बढी तीव्र रूपमा बहन्छ। जब हावा डाँडासँग ठोकिन्छ त्यो रोकिँदैन, बरु माथि चढेर पार गर्छ। डाँडाको टुप्पामा पुग्दा त्यहाँ अवरोधहरू अनि घर्षणहरू समेत कम हुन्छ। दबावको अन्तर बलियो हुन्छ, त्यसैले हावाको गति अझ बढ्छ। यो प्रक्रियालाई रिज अफ एक्सिलरेसन भनिन्छ। यसको अलावा कन्टिन्युटी प्रिन्सिपल र बर्नौलिज थ्योरी दुवैको आधारमा समेत यो प्रक्रियालाई व्याख्या गर्न सकिन्छ। ठुलो क्षेत्रमा फैलिएको हावा जब दुई पहाड बीचको साँघुरो भन्ज्याङमा प्रवेश गर्छ, हावाको बाटो सङ्कुचित हुन्छ र गति बढ्छ। जसरी पाइप साँघुरो पार्दा पानी छिटो बग्छ, त्यसै गरी भन्ज्याङमा हावा छिटो बन्छ। यही प्रक्रियालाई भेन्ट्युरी इफेक्ट भनेर पनि भनिन्छ। साथै दिनमा घामले डाँडा तताउँदा हलुका भएर हावा माथि उड्छ। यो प्रक्रियालाई भ्याली विन्ड अथवा एनाब्याटिक विन्ड भनिन्छ। राति डाँडा चिसिँदा चिसो हावा तलतिर झर्छ। यसलाई चाहिँ माउन्टेन विन्ड अथवा क्याटाब्याटिक विन्ड पनि भनिन्छ। यो प्रक्रियाले देउरालीमा हावा चल्ने वातावरण अझ बलियो बनाउँछ। देउरालीमा बतासलु। अनि त्यसैले देउरालीमा शरीरै हल्लाने गरी बतास चल्छ। छैन त रमाइलो? आजको भिडियो कस्तो लाग्यो? यदि तपाईँहरूलाई यस्तै मौसम सम्बन्धी अरू पनि गीतहरू याद छ भने कमेन्टमा लेख्नुहोस् है त। म फेरि भिडियो बनाउनेछु। अहिलेलाई धन्यवाद।